अब यसको लागि के हो यो खुरान हो मसला मसला तोरी अनि खुर्सानी सबैलाई सौंफ र खुर्सानी भुटेको अब यो चाहिँ ग्राइन्ड गर्नु पर्यो यो चाहिँ हाम्रो मस्टर्ड ओइल हाम्रो यो गयो नुन यसको लागि गर्नै भएको मसलाहरूलाई युज गरेर अचार बनाउनु गरेको छु नुन गयो बेसार भयो र धनियाको पाउडर अलिअलि सक्नुभयो अब यो अघि चाहिँ हाम्रो भुटेर रेडी भएको जुन खुर्सानी र अरू इन्ग्रिडियन्ट थियो अनि जाँदैछ ओहो बास्ना त खतरा आछ हैन रेजिनाले आफ्नो स्किल देखाइराखिसिन् है खतरा तरिकाले ओह खतरनाक अचार बन्यो यदि तपाईहरु पनि यस्तै गरेर आफ्नै घरमा अचार बनाउन चाहनुहुन्छ भने घरमै भएको इन्ग्रेडियन्टहरु मरमसला युज गरेर बनाउन सक्नुहुन्छ यसको लागि बजारमा गएर छुट्टै खालको एकदमै भेराइटीका मरमसला ल्याउनै पर्छ भन्ने छैन यसरी जसरी मसला पनि किन्नै पर्छ बजारमा तर यो जे छ घरमा नर्मल हामीले अहिले युज गरेको जिरा धनियाको पाउडर खुर्सानी अनि त्यसपछि सौंफ तोरी यसरी सबै मिक्स गरेर भाँडामा यसरी बेसरी मजाले यो भित्र हालिएको छ अचार त थुप्रो बन्यो त अब यो सानो सिसामा भाइको लागि आपको अचार जाँदैछ मज्जाले खचखच मज्जाले प्रेस गरेर माथिबाट हात चाहिँ छिरेन योबाट सानो मुख भएको कारणले गर्दा अब यसलाई चाहिँ फुल गरेर माथिबाट प्रेस गर्यो भने जहाँसम्म हुन्छ जस्तो मलाई लाग्छ यदि भएन नि म चम्चा दिन्छु है चम्मचले त्यसलाई गर्न सक्छु ओहो मसला